विराटनगर महानगरपालिकामा फेरि अर्को एउटा अस्तिकै जस्तो चाहिँ स्पिडिङ कोब्रा मनुकल कोब्रा पनि भन्छ यसलाई यो अहिले फेला परेको छ। यो 4 नम्बर वडामा अस्ति चाहिँ हामीले अस्ति पनि 4 नम्बर वडामा आज पनि 4 नम्बरमा यो फेला परेको छ। त्यस कारणले गर्दाखेरि अब एकदम चाहिँ होस पुर्याउनु होला भन्न चाहन्छु म। यसलाई चाहिँ देख्नु हो भने कसैले पनि यसको नजिक नजानु होला यसले, किनकि मलाई नै घाइते बनाएको छ र आज फेरि आएर मैले यहाँबाट निकालेको छु। त्यस कारणले गर्दा तपाईँहरूले चाहिँ त्यस्तो सर्प देख्नुभयो भने बेलामा खबर गर्नु, तर त्यसको नजिक जाने, त्यसलाई जिस्क्याउने, त्यसलाई उ गर्ने नगर्नु होला है त। त्यसै कारणले गर्दाखेरि यो अवस्थामा चाहिँ एकदम आफ्नो घर वरिपरि सुग्घर सफाइ पार्ने, धेरै जङ्गल झाडीबुटीहरू नराख्ने र त्यो सर्पको नजिक चाहिँ जाँदै नजाने। त्यस कारणले गर्दाखेरि यही भन्न चाहन्छु। अनि हामीले चाहिँ यो सर्प बोलाउनु भयो यहाँ छिमेकी दिदीले, अनि सर्प आयो बहिनी सर्प आयो भन्नुभयो। अनि गएर हेर्दाखेरि ठ्याक्कै हजुरले हाल्नुभएको थियो नि त अस्ति सुन शर्माको घरभित्र यो जातिको सर्प भेट्यो भनेर। अनि हामीले हेऱ्यौँ सर्च यसो हेऱ्यौँ, हेर्दाखेरि ठ्याक्कै मिल्यो क्या त्यो सर्प र यो। अनि उहाँलाई चाहिँ हामीले फोटो खिचेर हालिदिएपछि खाँदै बिचरा खाना छोडेरै लु डेन्जर रहेछ भाउजू त्यो सर्प चाहिँ लु म आइहालेँ भनेर उहाँ तुरुन्तै 5 मिनट पनि नभइकन आइपुग्नु भयो र त्यो सर्पलाई पक्र्नु भएको छ। अब के भन्नु र हामी त एकदम डरमर्दै भयो विराटनगरमा चाहिँ हामीहरूलाई। ठिक छ भइरहेको थियो राम्रो र त यहीँबाट पनि फप्दैछ हेर्नु न।